इन्सुलिन लिँदै पनि तपाईको सुगर कन्ट्रोलमा छैन भने एउटा राम्रो उपाय भनेको तपाईले घरमा आफै सेल्फ सुगर चेक गरेर एउटा चार्ट बनाएर हेर्न सक्नुहुनेछ। अब ल्याबमा फास्टिङ पिपी गर्ने सुविधा हुँदाहुँदै घरमा आफै प्रयोग गरेर चाहिँ किन सुगर चार्ट बनाउनु पर्यो भन्ने धेरैजनाको जिज्ञासा हुन सक्छ। खासमा ल्याबको फास्टिङ पिपी भनेको बिहानको खाना खानुभन्दा अगाडि सुगर कति छ र त्यो खाना खाइसकेपछि सुगर कति बढ्यो भन्ने कुरा मात्रै भन्छ। तर हामीले खाना त दिउँसो पनि खाइरहेका हुन्छौँ र राति पनि खाइरहेका हुन्छौँ। दिउँसोको खानाले पो बढाइरहेको छ कि वा रातिको खाना खाइसकेपछिको पिपी पो बढी छ कि भन्ने कुरा बिहान ल्याबमा गएर गरेको फास्टिङ पिपीले राम्रोसँग भन्न सक्दैन। त्यही भएर घरमै सुगर नाप्ने गरियो भने बिहान दिउँसो र बेलुकाको खाना अघि र त्यसको 2 घण्टा पछि कति सुगर छ भनेर नापेर हेर्दा आफ्नो कुन खानाले चाहिँ सुगर बढाउने काम गरिरहेको छ भन्ने कुरा थाहा हुन्छ र या त त्यो खानालाई केही चेन्ज गर्न सकिन्छ वा त्यो खाना सँगसँगै खाने औषधिमा परिवर्तन वा इन्सुलिनको डोजमा परिवर्तन ल्याएर सुगरलाई कन्ट्रोल गर्न सकिन्छ।